नमस्ते। कहिले सोच्नु भएको छ हजुरबुवा हजुरआमाको पालाको समाज र आज हामी बाँचिरहेको समाजमा यति धेरै फरक किन छ? हो, यही निरन्तरको बदलाव जसलाई हामी सामाजिक परिवर्तन भन्छौं, हाम्रो संसारलाई आकार दिने सबैभन्दा शक्तिशाली शक्तिहरूमध्ये एक हो। आज हामी यही परिवर्तन कसरी र किन हुन्छ भन्ने पछाडिका केही रोचक कुराहरूलाई अलि सरल भाषामा बुझ्ने कोसिस गर्नेछौं। आजको हाम्रो यात्राको नक्सा यस्तो हुनेछ। सुरुमा हामी सामाजिक परिवर्तन भनेको के हो भनेर बुझ्नेछौं। त्यसपछि यसलाई हेर्ने विभिन्न सिद्धान्तहरू के छन् भनेर निहाल्नेछौं। अनि परिवर्तन ल्याउने मुख्य कारकहरू के हुन्, नयाँ विचारहरू समाजमा कसरी फैलिन्छन् र अन्तमा परिवर्तनको बाटोमा किन र कसरी अवरोधहरू आउँछन् भन्ने कुराको खोजी गर्नेछौं। ल, हाम्रो यात्राको पहिलो पाइला चानौं। आखिर यो सामाजिक परिवर्तन भन्ने शब्दले साँच्चै के जनाउँछ त र यसले कसरी हाम्रो समाजलाई हरेक दिन हरेक पल नयाँ रूप दिइरहेको हुन्छ? यो प्रश्नबाट सुरु गरौँ न है। हाम्रो समाज किन कहिल्यै एकै ठाउँमा स्थिर रहँदैन? एकछिन सोचौँ त, 10 वर्ष अघि हामीले जसरी कुरा गर्थ्यौं, जसरी काम गर्थ्यौं वा जे कुरामा विश्वास गर्थ्यौं, के आज पनि ठ्याक्कै त्यस्तै छ? पक्कै छैन। हो, यही निरन्तर बदलावको पछाडिको कारण के हो त? यसैको जवाफले हामीलाई सामाजिक परिवर्तनको मुटुसम्म पुर्याउँछ। एकदमै सरल शब्दमा भन्नुपर्दा सामाजिक परिवर्तन भनेको समाजको संरचना, हाम्रो विश्वास र हाम्रो व्यवहारमा आउने फेरबदल हो। जस्तै पहिले संयुक्त परिवारमा बस्ने चलन थियो होइन, तर अहिले सानो एकल परिवारको अवधारणा एकदमै सामान्य भएको छ। यो पनि त एउटा ठूलो सामाजिक परिवर्तन हो। यो एउटा नरोकिने प्रक्रिया हो जसले समाजलाई सधैँ चलायमान बनाइराख्छ। तर सबै परिवर्तन एउटै गतिमा हुँदैनन्। केही परिवर्तनहरू एकदमै सुस्त हुन्छन्। जस्तै कुनै पनि भाषाको विकास हेरौं, यो सयौं वर्ष लगाएर बिस्तारै थाहै नपाई हुन्छ। अर्कोतर्फ केही परिवर्तनहरू चाहिँ आँखा झिमिक्क गर्दा भइसक्छन्। जस्तै एउटा राजनीतिक क्रान्तिले केही हफ्ता वा महिनामै पुरै शासन व्यवस्था पल्टाइदिन सक्छ। हो, यही नै हो क्रमिक र आकस्मिक परिवर्तन बीचको भिन्नता। ल, अब अलिकति गहिरिएर हेरौं। सामाजिक परिवर्तनलाई बुझ्न कुनै एउटा मात्रै सूत्र छैन। विभिन्न विद्वानहरूले यसलाई फरक चस्मा लगाएर हेरेका छन् र तिनै दृष्टिकोणलाई हामी सिद्धान्त भन्छौं। आउनुहोस् केही प्रमुख दृष्टिकोणहरूलाई निहालौं। यहाँ केही मुख्य सिद्धान्तहरूको छोटो परिचय छ। जस्तै आधुनिकीकरण सिद्धान्तले के भन्छ भने समाज परम्पराबाट आधुनिकतातर्फ अघि बढ्छ। अर्कोतिर द्वन्द्व सिद्धान्तले चाहिँ शक्ति र स्रोतको लागि हुने सङ्घर्षले नै परिवर्तन ल्याउँछ भन्ने मान्छ। त्यसैगरी विश्व प्रणाली र नारीवादी सिद्धान्तले पनि समाजलाई विश्वव्यापी अर्थतन्त्र र लैङ्गिक दृष्टिकोणबाट हेर्छन्। अब यी मध्ये केहीलाई थोरै विस्तारमा हेरौँ है त। आधुनिकीकरण सिद्धान्त अनुसार समाजहरू एउटा परम्परागत अवस्थाबाट नयाँ प्रविधि जस्तै इन्टरनेट र नयाँ विचारहरू जस्तै प्रजातन्त्र अँगाल्दै आधुनिक बन्छन्। यो सिद्धान्तले विकासलाई एउटा सिधा बाटोको रूपमा हेर्छ जहाँ सबै समाजहरू अन्ततः एउटै आधुनिक गन्तव्यमा पुग्छन् भन्ने मान्यता राख्छ। अब द्वन्द्व सिद्धान्तको दृष्टिकोण चाहिँ बिल्कुलै फरक छ। यसले समाजमा शान्ति होइन, बरु निरन्तर चलिरहने सङ्घर्षमा ध्यान दिन्छ। जस्तै धनी र गरिब वा शक्तिशाली र शक्तिहीन बीचको सङ्घर्ष। यो सिद्धान्त अनुसार परिवर्तन तब हुन्छ जब अधिकारबाट वञ्चित समूहहरूले स्थापित शक्ति संरचनालाई चुनौती दिन्छन्। जस्तै कुनै मजदुर आन्दोलन वा किसान विद्रोह। नारीवादी सिद्धान्तले चाहिँ सामाजिक विश्लेषणको केन्द्रमा महिला र पुरुष बीचको असमान शक्ति सम्बन्धलाई राख्छ। यसको मूल तर्क के हो भने समाजमा गहिरोसँग जड गाडेर बसेको पितृसत्तात्मक सोच र संरचनालाई नतोडेसम्म वास्तविक समानता आउँदैन। त्यसैले यो सिद्धान्तका लागि सामाजिक परिवर्तन अपरिहार्य छ। सिद्धान्तहरूको कुरा त भयो, अब हामी तेस्रो खण्डमा जाउँ। अब कुरा गरौँ ती वास्तविक ठोस चीजहरूको बारेमा जसले समाजमा परिवर्तनको आगो चल्काउँछन्। आखिर परिवर्तनका इन्जिनहरू के हुन् त? यी सबै कारकहरूमध्ये सायद सबैभन्दा शक्तिशाली र सजिलै देखिने संवाहक हो प्रविधि। एकछिन सोच्नुहोस् त, एउटा सानो मोबाइल फोन र इन्टरनेटले मात्र हाम्रो काम गर्ने, कुरा गर्ने र सोच्ने तरिकालाई कति धेरै परिवर्तन गरिदिएको छ। तर प्रविधि मात्रै एक्लो कारक होइन। सोचौं त, जब गाउँबाट युवाहरू शहर पस्छन् त्यसले समाजको बनोट कसरी बदल्छ?
त्यो हो जनसाङ्ख्यिकीय परिवर्तन। त्यस्तै विश्वव्यापीकरण जस्ता आर्थिक शक्तिहरू, नागरिक अधिकार जस्ता राजनीतिक आन्दोलनहरू र अहिलेको जल्दो बल्दो मुद्दा जलवायु परिवर्तन जस्ता वातावरणीय चुनौतीहरूले पनि समाजलाई नयाँ मोड दिन्छन् र यी सबै कारकहरू एक अर्कासँग जेलिएका हुन्छन्। अनि यी सबैको बीचमा मिडिया र सञ्चारको भूमिकालाई त बिर्सन नै सकिँदैन। कुनै सामाजिक अभियान होस् वा राजनीतिक बहस, आजको दिनमा मिडियाले नै त हो नि कुन मुद्दा महत्त्वपूर्ण छ भनेर तय गर्ने। यसले मानिसहरूलाई कुनै खास उद्देश्यका लागि एकजुट गराएर परिवर्तनको गतिलाई निकै छिटो बनाइदिन सक्छ। परिवर्तनका कारकहरू त हामीले बुझ्यौं, तर कुनै नयाँ विचार वा प्रविधि, मानौ अनलाइन शपिङको चलन, कसरी केही मानिसबाट सुरु भएर आज हाम्रो जीवनको अभिन्न हिस्सा बन्यो? हाम्रो चौथो खण्ड यही रोचक प्रक्रियामा केन्द्रित छ। हो, यो प्रक्रियालाई प्रसार वा अंग्रेजीमा डिफ्युजन भनिन्छ। यो त्यो माध्यम हो जसबाट कुनै पनि नवीनता, चाहे त्यो नयाँ स्मार्टफोन होस् वा महिला अधिकारको विचार, समाजको एउटा कुनाबाट अर्को कुनामा फैलिन्छ र अन्ततः सामान्य बन्न पुग्छ। अब कुनै पनि नयाँ कुरा कति छिटो फैलिन्छ भन्ने कुरा चाहिँ केही तत्त्वहरूमा निर्भर गर्छ। मोबाइल ब्याङ्किङको उदाहरण लियौँ न। पहिलो, के यो नगद बोक्नुभन्दा राम्रो र सजिलो छ? दोस्रो, के यो हाम्रो जीवनशैलीसँग मिल्छ? तेस्रो, के यो प्रयोग गर्न सजिलो छ? अनि चौथो, के यसको फाइदा अरूले सजिलै देखेका छन्? यदि यी सबै प्रश्नको जवाफ होमा आउँछ भने त्यो नवीनता समाजमा डढेलो झैँ फैलिन्छ। तर परिवर्तनको यात्रा सधैँ सोचे जस्तो सहज र छिल्लो हुँदैन, होइन त? हाम्रो अन्तिम खण्डमा हामी परिवर्तनको अर्को पाटो अर्थात् प्रतिरोधबारे कुरा गर्नेछौँ। हरेक क्रियाको प्रतिक्रिया हुन्छ भने जस्तै हरेक परिवर्तनले किन केही न केही अवरोधको सामना गर्नै पर्छ? यो भनाइले प्रतिरोधको एउटा मुख्य कारणलाई छर्लङ्ग पार्छ। जब कुनै पनि परिवर्तनले समाजका शक्तिशाली व्यक्ति वा समूहहरूको फाइदा, उनीहरूको शक्ति वा विशेषाधिकारमा चोट पुर्याउँछ, तिनीहरू स्वाभाविक रूपमा त्यसको विरोधमा उभिन्छन्। शक्ति गुम्ने डर बाहेक अरू पनि धेरै कारणहरू छन्, जस्तै नयाँ प्रविधि आयो भने मेरो जागिर के होला भन्ने अज्ञात भविष्यको डर, वा यो त हाम्रो संस्कृति नै होइन, हाम्रो परम्परा मासिन्छ भन्ने सांस्कृतिक मान्यतासँगको टक्राव। कहिलेकाहीँ त केवल परिवर्तनलाई राम्रोसँग नबुझेर वा गलत बुझेर पनि मानिसहरू त्यसको विरोधी बन्न पुग्छन्। अन्त्यमा यो स्पष्ट छ कि परिवर्तन समाजको एक शाश्वत सत्य हो। यो कहिल्यै रोकिँदैन। तर यो विश्लेषणले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ। परिवर्तन त अवश्यम्भावी छ, तर त्यो परिवर्तन कुन दिशामा जान्छ? त्यो राम्रोका लागि हुन्छ वा नराम्रोका लागि? यसको नियन्त्रण कसको हातमा हुन्छ? प्रविधि, शक्ति, विचार वा हामी जस्ता आम मानिस? यही प्रश्नमा सोच्न छोड्दै आजको लागि बिदा माग्छौं।